हेलो, गुड डे, गुड नाइट। स्वदेशमा तथा विदेशमा रहनुहुने सबै नेपाली जनहरूलाई मेरो नमस्कार। अब यसले गुड डे गुड नाइट किन भनेको होला भन्ने नसोच्नुहोला। अहिले म अमेरिकामा छु। अमेरिकामा अहिले दिउँसो भएको छ र नेपालमा राति, त्यसैले मैले यो शब्द प्रयोग गरेको हुँ। साथै आज म फेरि तपाईँहरूलाई यो भिडियो मार्फत सानो जानकारी गराउँ भनेर आएको छु। अहिले इरान र इजरायलको लडाइँले विश्वमा प्रभाव पार्ने काम गरिरहेको छ र अझ भनौँ मैले यो भिडियो बनाउनुको अर्थ हाम्रो नेपालीहरूको लागि हो र केही दिनमा अथवा केही दिन भनौँ, केही समय लाग्न सक्छ, तर यसले महामारी त ल्याउँछ। हेर्नुहोला, नेपालमा पनि महँगाइले धेरै माथि जानेछ। अब व्यापारीहरूले त सामानहरू स्टक पनि गर्न थालिसकेका होलान् र सबैभन्दा गाह्रो त सर्वसाधारणलाई हो र सबैजनाले यो कुरालाई मनन गर्नुहोला। हुन्छ, महँगाइले धेरै गाह्रो पार्नेछ, त्यसैले म भन्छु सतर्क हुनुहोला र आफ्नो ख्याल गर्नुहोला। अब भोलिको दिन